हजुरहरूलाई बम बनाउनु मन छ भने पहिला सुरुमा यसरी मजाले प्याज काट्ने, ग्यास मजाले प्याज काट्ने, प्याज काटेपछि टमाटर काट्ने, टमाटर पनि मजाले मसिनो भनेर काट्नु है। टमाटर टक्क काटेपछि तपाईँको अदुवा लसुन धुलो खोर्सानी जिरा मेथीहरू टक्क थोरै ठिक्कको पानी हाल्ने गाइस, धेरै नहाल्ने, ठिक्कको पानी हालेपछि यसलाई मजाले मिस्नुपर्छ है। मजाले धुलो एकदम धुलो बनाउने गरेको गाई चाहिँ मैले देखाउँछु है। यस्तै धुलो ठक्क लोकल स्टाइलमा मजाले ग्यासमा हाल्ने, टक्क कराई हाल्ने, कराईलाई हिट गरेपछि टक्क तेल हाल्ने तातोमा, तातो गरम तेल भएपछि मेथी थोरै हाल्ने, त्यसपछि मासु हाल्ने, मासु है गाई चाहिँ टक्क हालेपछि चलाउने एकछिनसम्म, टक्क चलाएपछि टक्क एकछिन हल्का हल्का चलाएपछि रातो रातो भएपछि प्याज हाल्ने मजाले ग्रेभीको लागि चलाउने। त्यसपछि आएर बेसार हाल्ने, त्यसपछि नुन हाल्ने, अनि त्यसपछि चलाउने फेरि गाई मजाले ग्यास ठिक्कको होल्डमा राखेर त्यसपछि एकछिन छोप्ने, त्यसपछि एकछिनपछि आएर फेरि खोल्ने, सानो गरेर 2-3 मिनटपछि आएर खोलेपछि तपाईँको मसला, अघि पिनेको मसला, लोकल मसला टक्क हालेपछि चलाउने, चलाएपछि एकछिनपछि अब चलाएपछि तपाईँको टमाटर आउँछ हेर्नु है। टमाटर मजाले आएपछि त्यसपछि हाल्ने मसलाहरू, टक्क मसलाहरू हालेपछि टक्क मजाले हालेपछि चलाउने, त्यसपछि अनि त्यसपछि चलाएपछि मजाले तपाईँको फेरि धेरै पानी हालेर पहिला ठिक्कको मसला हालेपछि अब आगो बढाएर टक्क मसला अलि ठुलो गरेर टक्क हाल्ने, अनि त्यसपछि छोप्ने, 5-10 मिनटपछि अब चलाउने एकछिन, किनभने त्यो गलिसिया हुन्छ प्याज टमाटरहरू, अलि हल्का ग्रेभी टाइप। अब मजाले पानी हालेर, किनभने मासु पाकेको हुँदैन त्यति, त्यसपछि मजाले छगाएर पानी हालेर त्यसपछि छोप्ने मजाले गाई अन्दाज छोपेपछि 15-20 मिनटपछि मजाले हेर्नु त सबै मजा मिठो गरेर पाक्छ ल। त्यसरी टक्क पाक्छ है गाई ल। घरमा नि यसरी मजाले पकाउँदा हुन्छ हौ, मिठो हुन्छ यसरी भातसँग मजाले खाने।